हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामीसँग स्वयम्भू जाम है त। आज शनिबार भएको भएर बाबाले चाहिँ एकछिन भए पनि सबैजना काहीँ जाम भन्नुभएको थियो। सो हामीसँग धेरै टाइम पनि थिएन, त्यही भएर चाहिँ हामीले स्वयम्भू जाने निर्णय गर्यौं। हामी 5 जना स्वयम्भू गयौं। यो पालि घुम्न जाँदाखेरि चाहिँ मलाई के फिल भयो भन्दा लाइक हामी चाहिँ कहिलेकाहीँ चाहिँ फ्यामिली मात्र काहीँ घुम्न जानुपर्छ जस्तो फिल भयो के। ओहो कति हेल्पफुल है। अनि यस्तो गर्यो भने चाहिँ एकअर्कासँग झन् बढी हैन मजबुत अब रिलेसन बन्छ जस्तो लाग्छ मलाई। एकदमै मेमोरेबल अब पलहरू चाहिँ क्रिएट हुन्छ। हामी चाहिँ स्वयम्भूको टुप्पोसम्मै पुग्यौं अनि फेरि झर्यौं त्यहाँ तल। पनि लाएको थियो, त्यही भएर त्यही नजिकैको एउटा क्याफेमा चाहिँ हामी गयौं। मम्मी भेज हो नि त, सो मम्मीले चाहिँ पनिर चिल्ली खानुभयो अनि हामीले चाहिँ मोमोहरू खायौं अनि बाबाले चाहिँ झोल मोमो खानुभएको थियो भेज। अनि त्यसपछि चाहिँ हामी सबैजनाले त्यहाँ खाजा खाएर चाहिँ त्यहाँबाट निस्क्यौं। त्यहाँबाट निस्केर चाहिँ हामी चाहिँ गाडी चढ्यौं, साझा गाडीमा मिठो मिठो गीत बजिरहेको थियो है, त्यही सुन्दै हामी चाहिँ गुर्जोधारा झर्यौं। त्यहाँ तरकारीहरू किनेर चाहिँ हामी घरतिर फर्क्यौं सबैजना। हो के हो भ्यू त बबाल छ त। दिदी भाइ अनि म चाहिँ हामी चाहिँ एकछिन सुरुङ मार्ग पनि गयौं। यसो अब आफ्नो ठाउँ त हेर्नै पर्यो नि। एकछिन त्यहाँ घुम्यौं अनि शीतल हावा खायौं, त्यसपछि हामी सबैजना घर फर्क्यौं। आजको लागि यति नै, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।